एजी एजी 25 ल राम्रो हो गुड दामी यार पुरै मौसम देखेछ यार गुड सो हेलो एभ्रिवान वेलकम ब्याक टु फिट फिटनेस जोन सो यो चाहिँ हाम्रो कनेक्सन आज डे 21 अनि अब हामी जस्ट आएको छौँ होइन अब अलरेडी वार्मअप गरेर अनि आजको वर्कआउट चाहिँ स्टार्ट गरिन्छ सो दाइ पनि आइसक्नु भएको छ जस्ट दाइ चाहिँ रेडी भएर सम इम्पोर्टेन्ट बिजनेस म्यासेज रिप्लाई गराइनु भएको छ आफ्टर द्याट अब चाहिँ लेट्स गो अलरेडी वार्मअप हानौँ लेट्स गेट रेडी होइन अनि आजको वर्कआउट स्टार्ट गरौँ है त के पनि स्टार्ट गर्ने र यहाँबाट गर्ने ओके माइक चेन्ज गर्नु सकेन न त माइक चेन्ज गरिसक्छ नि अझै अलि गुड क्वालिटीको माइक चाहियो नि त त्यही पनि होइन अब डिजिआई भनेको अलिकति ब्रान्डेडै हो त्यो डिजिआईले भनेको नामै काफी छ भन्ने हो सो आजको फर्स्ट सेट चाहिँ बी ग्रिपमा लाइट पुल डाउन त्यो बिगिरी होइन नि त्यो बीमा हानौँ क्या बिमा हान्ने हो बी ग्रिपमा लाइट पुल डाउन फर्स्ट सेट स्ट्रेचिङ गर्ने तरिका हान्नु त्यो वार्मअप हुने तरिका यसरी वार्मअप गरिदिनु क्या आज है वेट ठ्याक्कै हजुरलाई लाइटमा राख्नु धेरै हेर्नु नराख्नु इजीले जाने खालको ऱ्याप्स बढाउनु है फर्स्टमा चाहिँ वार्मअप सेट है जस्ट टु गेट एक्टिभेट है मसलहरूलाई चाहिँ खोल्नको लागि इजिली दामी इजी ए यस ओके ल फर्स्ट सेट हानौँ होइन फर्स्ट सेटमा चाहिँ हामीले दाइ आज थर्ड लास्टमा हाल्नु है थर्ड लास्टमा हालेर 20 to 25 reps-मा है के अरे 25 reps 20 20 हानि हालिन्छ नि दाइ त्यति ठुलो पुरै होइन हजुरलाई यत्रो ज्यान भयो के फाइदा ज्यान घट्दै गएको हो कि पावर घट्दै गएको खै हेर त ज्यान पनि घटे जस्तो लाग्छ यार मलाई त अहिले हजुरले वेट मेजर गर्नुभयो त हजुरको अहिले हजुरले हजुरको वेट मेजर गर्नुभएको छ अहिले मैले अस्ति गर्थेँ मेरो 76 75 जस्तो थिएँ अहिले घटेर 74 3 केजी घट्दै नाइस दामी कस्तो मजाले फिल छ यार दाइको भिडियो ओए गुड थोड़ा वेल डन yes
यस्तै हामीलाई कालोमा होइन वाइडमा ब्ल्याक पुल डाउन कोब्रा अबे जति राम्रो ल्याउने एकदम मौसममा मिलाएर हान्नुपर्छ द वेट चाहिँ 4 मा हान्ने लास्टको त्यो वेट हान्ने यो हान्ने नि गाडी नाइ चाहिँ कहिले भन्नुहुन्न अच्छा सायद दादा वेटतिर बस्छ यो त जान्छु मजाले think big dream big guys if you're thinking big right you will get a big result yeah so the care back full just nice and right come on easy Rami guy come on come on Hai my guy जाने पर देख के दे रहा है भाई मेडल स्टेज मजा आइदिरे हान्छु जी Come on. Come on. One more. Fuck. Gonna. यति गर्मी भइरहेछ नोरा हान्दैछ अब कति गएर हान्दैछ हाते बेला कति हान्ने क्लोजमा हान्ने घरमा क्लोज हान्ने क्लोज हान्ने त त्यसो वाइटलाई दिन्छ त वाइट दिन्छ वाइट हालत मन त भइसकेको छ पानी चिसो म हान्दै लाग्छ म हान्दै ल है ल ल कति हान्यो आज 10 10 मात्र 10 कि 12 को वाइडमा क्लोजमा Come on! Raise the Danny. Well, buddy. Okay. पत्र त के गर्दै जाने यार सो ओके एभ्रीवन अब चाहिँ ल्याग पुल डाउनको लागि हैन यो मिसिङको एउटा र दुईटा साइडमा लिएर ग्रिप लिएर अनि हान्ने हो त्यसै त अलि धेरै इफेक्टिभ हुन्छ यदि हामीले ट्राई गर्नु भने मजा आउँछ है ल धीरेन भाइ फुल मोसनमा राजु भाइले टेन गर है बाबु बाबु
यही इजी इजी 25 ल राम्रो हो गुड दामी यार पुरै मसल देखेछ यार ओ माय गॉड राम्रो यार इजी वाह दामी देखेछ यार ल सो ओके गाइज है अब चाहिँ हाम्रो लास्ट सेटमा ब्याकको लागि चाहिँ वान आर्म डम्बल रोमा हान्नु गइरहेको छौँ अनि त्यसपछि चाहिँ आजको ब्याक वर्कआउट फिनिस गरेर हामी बाइसेप्स लाग्छौँ है त सो लेट्स गो फर इट है दिपेन दाइ है ल कतिको वेट हान्ने 30 30 ले हाने 35 ले 35 ले हाने कता हान्ने कम ओ म्याम म हेरेर है ह्याप्पी सिट डे आज सक्यो यसो टेबल त सार्नु है हाम्रो एकजनको एकदम ज्ञानी म्याम है होइन म यहाँ सब भयो पुग्यो ल भाइ अनि कोच स्टार्टिङ गरौँ 35 कि 40 ले हान्ने 40 ले हान्ने भाइ 40 ले चाहिँ हान्ने हुन्छ 50 ले नै हामी 40 भाइ 50 को डम्बल छैन नि मलाई हान्थेँ क्या ढुक्क त्यही त भनेको मैले हान्थेँ नभएर मात्रै नहानेको है केटा हो दाइ पनि हान्नुहुन्थ्यो फेरि म जसै नै दाइ जसाउने काम गर्ने त्यति हो उठ्यो 40 को उठ्यो हल्लियो पुरै माल पानी पुरै हल्लियो दाइ कमन दामी दाइ कम उफ है उफ अस्तिकोले मस्त पर्छ कि पर्दाखेरि तर चाहिँ यो कन्ट्रोलमा हान्नु पर्यो भन्ने कुरा हो तर हजुरहरूले फेरि एकचोटि 80 40 केजी जति किलो नउठाउनु होला है हान्छ अहिले त अस्ति हान्छ ब्यागमा ए सो आफूले जति सकिन्छ त्यति उठाउने हो हामीले चाहिँ अहिले भर्खरै ब्यागको वर्कआउट सकेको छौँ बाइस हान्नु गइरहेको छौँ साढे 7 है साढे 7 10 बढाउनु 10 जान्छ 10 हानौँ ल कन्ट्रोल अफ मोसनमा है पुरै दाइ त्यसको जोडी ए जोडी जोडी साढे हो बस कन्फ्युज भयो तिमीहरू त कन्फ्युज हुने पावर फाँक बस यस्तो हुन्छ होइन एउटाले उठायो एउटाले फेरि हटायो मेरो काम थिएन होइन तिमीहरूको कम अन यो चाहिँ इन्क्लाइनमा चाहिँ बडी लक गरेर बाइसेप चाहिँ मस्त पर्छ है यो यतिखेर हजुरको बडी हाल्नु पाउनु नि त अनि लेबर पावर आएन अनि हजुरको बाइसेप कनेक्सन चाहिँ राम्रो हुन्छ माइन्डसँग ठ्याक्कै बाइसेप दामी पर्छ है कति भयो बस बस कमै है
बाइस हान्नु मजा त आउँछ तर धेरै गाह्रो हुन्छ गाइस त्यति छैन छैन ज्यान बनाउन सब बडी बिल्डर हुन्छ अहिले तर सबै बिस्तारै बिस्तारै चाहिँ हुन्छ नै कन्टिन्यू गर्नु पर्यो त्यति हो इट्स all about discipline regularity self motivation थोड़ा स्लो स्लो में तो है। yes जी जी इसी राजू Huh? That's कति वेट हान्दै दस ट्राई गर्नु 10 थोरै हुन्छ 10 ले हानौँ 12 ले हाम सो 22 को सेकेन्ड सेटको लागि चाहिँ हामीले ह्यामरमा ट्विस्टर हान्नु गइरहेको छौँ ह्यामर ट्विस्टर ह्यामर मात्र भन्दा ह्यामर ट्विस्टरले चाहिँ अलिक धेरै पर्छ त्यही भएर है ट्विस्ट गर्ने डाउन ट्विस्ट गर्ने डाउन अनि फेरि पोजिसन अप ट्विस्ट गर्ने डाउन ट्विस्ट गर्ने डाउन अप ट्विस्ट गर्ने डाउन लिएर जाने ट्विस्ट गर्ने डाउन अप गर्ने ट्विस्ट गर्ने डाउन अप गर्ने ट्विस्ट गर्ने डाउन अप गर्ने ट्विस्ट गर्ने डाउन हाँ ओके एभ्रिवान हाम्रो आजको बाइसेपको वर्कआउट पनि सकिसकेको छ बाइसेपले चाहिँ अब लास्ट हामीले फिजिकलबाट बाइस भन्नु गएको मिसिनमा उठाएको मिसिनमा त्यसो आजको वर्कआउट चाहिँ डन हुन्छ त्यस अलिअलि ब्याक बाइसेप र ब्याकको पोजिङ गरेर आजलाई चाहिँ बिदा लिन्छ है त चाहिँ भोलि हेर ल झ्याममा उता गएर हानौँ मसल काम घर काम है त्यही सोल्डर यसको पनि एकदिन ट्रान्सफर्मेसन भिडियो हालिदिन्छ फर द लास्ट सेट होइन त्यसमा हान्नु गइरहेको छ मेसिनमा ओके कति बजी स्टार्ट गरौँ गइरहेको भने 1 2 3 4 5 6 7 7 गरौँ है त 7 के गरौँ है गोल चाहिँ राम्रो हो जसको मान्छेलाई टावल चाहिँ युज गरौँ है केटा टावल युज गरौँ पसिना पसिना गरेर हान्नुहुन्न हेलो होल्ड गर्ने रिलिज गर्ने होल्ड गर्ने रिलिज गर्ने यस 3 होल्ड गर्ने रिलिज गर्ने More. Yes. One more. Yes. Ah. हजुरको त हालत खराब भएछ रियाक्सन दिनु भइहाल्यो यार गर्मी छ भाइ यार यस्तो गर्मी छ लास्टै गर्मी हाने हो तर गर्मी चाहिँ अनिस्टली भन्ने लास्टै बढ्दै गएको छ बेला जिम पनि नगरौँ कि भन्नुहुन्छ त्यही कारण रेस्ट गर्नुपर्छ हुन्छ बट वी आर इन 90 डेज स्टार्टिङ सिरिज होइन सो हान्नु पर्यो गराउनु पर्यो डेडिकेसन छोड्नु भएन नि त यो चाहिँ हाम्रो लास्ट सेट है यो दाइले हान्नु भएको छ
इजी हान्नु है भाइ इजी नाइस 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 भाइ होल्ड गर्नु न माथि हल्का नाइस बलिसकेको थियो क्या है हँ? हँ? ए हालत भन्नु गुड हाँ हाँ बोल रहे हैं सो ओके एवरीवन आजको लागि चाहिँ यति नै फेरि फेरि अर्को भिडियोमा भेटौँला सो जो कसले हेर्नुभएको छ कसैलाई आयो हजुर फिडब्याक दिनु होला थ्याङ्क यू सो मच गाइस फर वाचिङ दिस भिडियो है बाई गुड नाइट एन्ड टेक केयर ओके